राधे आरामै होइसिन्छ होला सबैजना है। आज चाहिँ म हजुरहरूको सामुमा यो बाटेको धुप बाट्न गइरहेको छु। हजुरहरूको अगाडि छन्, यसो प्रस्तुत पनि गर्न गइरहेको छु है। भयो भएन यसो कमेन्ट गरिदिनु होला। यो चाहिँ मैले कागज ल्याएर काटेर यस्तो मसिनो पारेर काटेँ होइन। यो चाहिँ धुप हो। यसमा चाहिँ मैले ल्वाङ, सुकमेल, कपुर अनि सालधुप पिसेर हालेको छु कि यसरी हाल्दाखेरि चाहिँ मग सेन्ट आउने है। त्यसैले मैले यसलाई चाहिँ यसरी गरेर अनि बनाउन थालेको छु है। आजभन्दा 2 वर्ष अगाडि चाहिँ म किनेर ल्याउँथेँ क्या साथीहरू। 1 रुपियाँ गोटा पर्थ्यो कि 1 रुपियाँको 2टा आउँथ्यो। त्यति फारो पनि नहुने। अनि त्यसपछि चाहिँ अब आफै पो बनाउनु पर्यो भनेर कोसिस गर्नलाई यसो टिकटक खोलेको त त्यहाँ सबै कुरो सिकाउँदो रहेछ। थाहा पाइहालेँ, त्यहाँ सबै दिएको रहेछ। अनि मैले पहिला बनाउन थालेको त हजुरलाई त कागज र 1 किलो धुपमा त कति धेरै पनि बन्दो रहेछ क्या, फारो पनि हुने है। अनि बनाउन पनि यसो काम चलाउ आइहाल्यो। त्यसपछि त्यतिखेरदेखि चाहिँ अनि मैले आफै बनाउन थालेँ क्या साथीहरू। राम्रो चाहिँ आउँदैन मलाई होइन, यसो काम चलाउ चाहिँ आउँछ। त्यसैले गर्दाखेरि अब चाहिँ म यो बत्ती आफै बनाउनु पर्यो भनेर त्यहाँदेखि आफै बनाउन थालेको हो। बसिबिहाल्यो। अब हजुरहरू पनि यसो फुर्सद भएको बेलामा यसरी बनाउँदाखेरि चाहिँ धेरै गाह्रो रहेछ क्या साथीहरू। अनि फेरि हेर्नुहोस् है, हिजो र आजमा मैले अब हिजो पनि एकछिन बनाएको थिएँ, आज पनि एकछिन बनाएको थिएँ। हिजो र आज एकछिन बनाउँदाखेरि चाहिँ यति धेरै बनिगयो क्या। हेर्नुहोस् है, हिजो एकछिन बसेँ, आज पनि एकछिन बसेँ होइन। एकछिनमा बसेँ। अब हामी गृहिणी हो नि त होइन, गृहिणी हो। अब यसै आफूले सिकेर बनाउँदाखेरि चाहिँ अब सकिगयो भने पनि बजार कुद्नु नपर्ने क्या। सामान घरमा भइरह्यो भने फुत्त बाटेर पनि बनाउन सकिने, साह्रै सजिलो पनि रहेछ है। मलाई चाहिँ अब राम्रो चाहिँ आउँदैन है। अब यसरी यतिको काम चलाउ चाहिँ म बनाउँछु क्या साथीहरू। चाहिँ कहाँ हो र साथीहरू, आफूले आफ्नै हातले बनाएर भगवान्लाई पूजा गर्न पाउँदा त झन् मक्ख परिने क्या। आफ्नै कामबाट नि खुसी त अब कहाँबाट पाइन्छ न। आफ्नै कामले पनि खुसी दिने क्या। खुसी खोज्न अन्त जानै नपर्ने। आफ्नै कामबाट आफै मक्ख परेर दङ्ग परेर खुसी पनि हुँदो रहेछ है। त्यसैले बसिबिहालोमा चाहिँ आफ्नै काममा रमाउनु पर्ने रहेछ है साथीहरू।